मेरा प्यारा प्यारा साथीभाइहरूलाई मेरो तर्फबाट जय नेपाल। आम नेपाली जनताहरूलाई मेरो तर्फबाट नमस्कार, जय नेपाल छ है। म चाहिँ एउटा सानो विषय लिएर आएको छु। कुनै ठुलो कुरो त छैन हैन, सानातिना कुराहरू मलाई पनि यसो बोलौँ लागेर म पनि अहिले चाहिँ बोल्न अब केही चाहे हैन। तपाईहरुलाई के कस्तो लाग्छ कमेन्ट गर्नुस् है। अब कमेन्टमा भन्नुस् हैन, तपाईहरुलाई लागेका मनका कुराहरू भन्नुस् हैन। हामीले पनि अब सुनौँ जानौँ एकअर्कामा हैन, मिलौँ जुलौँ भन्ने लाग्छ क्या मलाई चाहिँ। अब नेपाली भइसकेपछि हामी सब एक हौँ क्या। हामी एक भइसकेपछि हाम्रो देशमा केही बन्छ भन्ने एउटा आशा राखिन्छ र आश पनि हुन्छ हैन। हामी अहिले जस्तै एउटा रवि लामिछाने भनौँ न, अहिले उहाँ रिहाई भएर निस्किनु भएको छ हैन। उहाँ के कति धरुटी राखेर निस्किनु भयो हैन, हो कि होइन भन्नुहोस् त साथीभाइ। उहाँ त्यति सजिलै त निस्किनु भएको छैन हैन। अब त्यसको पछि अब खुट्टा तान्ने मान्छेहरू के कति लाग्छ हेर्नुहोस् त साथीभाइहरू, कति लाग्छ अब खुट्टा तान्नको लागि। कहिले हर्कको तानेको छ, कहिले बालेनको तानेको छ, कहिले कुलमानको तानेको छ, कहिले अब रवि लामिछानेको अब तान्नु स्टार्ट हुन्छ है साथीभाइहरू। ल हेर्नुहोस्, यस्ता छ हाम्रो नेपाली जनताहरूको दिमाग भनेको यस्ता छ। कहिले पनि अब एक भएर मिलिजुली अब अगाडि बढौँ भनेर कहिले पनि कोही पनि लागेन क्या। यो पार्टी त्यो पार्टी भनेर हाम्रो जिन्दगी नै, हाम्रो नेपालको आर्थिक अवस्था नै सबै कमजोर बनाउँदै गइसकेको छ क्या हाम्रो नेपाली जनताहरूले नै। सबभन्दा ठुलो कुरो छ।